साथीहरु विश्वकप सकिएको छैन, तर विश्वकप नसकिँदा नसिक्दै यता स्पेनका कुकुरेलाले एउटा सन्यास लिने घोषणा गरेको छ, जसले चाहिँ एकदमै दुःखद पनि फ्यान्सलाई बनाएको छ। किनभने उनी मात्र 27 वर्षका भएका छन्, तर 27 वर्षको उमेरमै उनले चाहिँ अब विश्वकप यानि कि अन्तर्राष्ट्रिय फुटबल खेलबाट चाहिँ सन्यास लिने घोषणा गरेका छन्। यो एकदमै दुःखद खबर हो। विश्वकप जितेपछि 27 वर्षमै राष्ट्रिय टोलीबाट सन्यास लिने कुकुरेलाको भावुक निर्णय। युरो र विश्वकप जितेसकेपछि फुटबलकै अझै के नै माग्न सक्छ र अब स्पेनको जर्सीमा उनको अन्तिम खेल विश्वकप फाइनल बन्ने हो। स्पेनका 27 वर्षीय मिडफिल्डर मार्क कुकुरेलाले विश्वकप जितेपछि राष्ट्रिय टोलीबाट सन्यास लिने संकेत गर्दै फुटबल जगतलाई नै भावुक बनाउने बयान दिएका छन्। युरोपियन च्याम्पियनशिपको उपाधि जितिसकेका कुकुरेलाको नजरमा अब विश्वकप ट्रफीमा छ। कुकुरेलाले भने का छन्, यदि स्पेनले विश्वकप जित्यो भने म भोलिपल्टै लुइस डे ला फुएन्टेलाई फोन गरेर राष्ट्रिय टोलीबाट सन्यास लिनेछु। युरो र विश्वकपको उपाधि जितिसकेपछि तपाईले अझै धेरै के नै माग्न सक्नुहुन्छ र 27 वर्षको उमेरमै देशका लागि फुटबलको सबैभन्दा ठूलो उपलब्धि हासिल गरेपछि राष्ट्रिय टोलीबाट बिदा हुने उनको यो निर्णय साँच्चै भावुक हुनेछ। स्पेनको जर्सीमा उनको मेहनत र संघर्ष समर्पणपछि विश्वकप फाइनल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्न सक्ने सम्भावनाले समर्थकलाई अझै भावुक बनाएको छ। अब स्पेन र अर्जेन्टिना बीच हुने विश्वकप फाइनल कुकुरेलाका लागि केवल उपाधिको खेल मात्र होइन, उनको राष्ट्रिय टोलीको करियरको सबैभन्दा ठूलो क्षण बनेछ। यदि स्पेनले उपाधि जित्यो भने कुकुरेलाले भने अझै उनी 27 वर्षकै उमेरमा विश्व च्याम्पियन बनेर स्पेनको जर्सी लाई विदाई गर्नेछ। दर्शकबिन, एक खेल एउटा सपना र सम्भवतः राष्ट्रिय टोलीको जर्सीमा अन्तिम अध्याय यही कुकुरेलाको हुन सक्छ। साथीहरु, तपाईलाई कस्तो लाग्छ? तपाईहरुले लागेको कुरा चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।